हाम्रो क्राइस्ट टिभी। के यो संसारमा दुष्ट आत्माको शक्ति छ? निश्चय नै छ। यही कारण त मानिसलाई दुःख, कष्ट र शास्ति हुन्छ। दुष्ट आत्मा नहुँदो हो त सबैले सुख पाउने थिए। दुष्ट आत्मा मान्छेको शरीरभित्र पस्ने र निस्कने गर्छ। मान्छेलाई कसरी दुःख दिने र सताउने भन्ने दुष्ट आत्माको आफ्नै खालको रणनीति हुन्छ। दुष्ट आत्माको रणनीति विभिन्न खालका हुन्छन्। दुष्ट आत्माको रणनीति के कस्ता छन् त? त्यसका रणनीतिहरू यस प्रकार छन्। 1. मानसिक नियन्त्रण। दुष्ट आत्माले प्राय मानिसहरूको मानसिक अवस्था र भावनामा हस्तक्षेप गरेर उनीहरूको चेतनामा भ्रम फैलाउने प्रयास गर्छ। चेतनालाई कब्जामा लिएर उनीहरूलाई मूर्छित पारिदिन्छ। 2. भय र त्रास फैलाउने। दुष्ट आत्माले मानिसको डरलाई प्रबल पार्ने अनिष्टका चिन्हहरू वा घटनाहरू उत्पन्न गर्न सक्छ ताकि उनीहरू कमजोर र असहाय महसुस गर्न थालुन्। 3. शारीरिक हानि नोक्सानी। कतिपय धार्मिक आस्था अनुसार दुष्ट आत्माले शारीरिक चोट वा हानि पुर्याउँछ भन्ने विश्वास गरिन्छ। कतिपयले दुष्ट आत्माले आफूलाई टोकेको, चिथोरेको र लडाएको भनेर प्रमाण समेत पेश गरेका छन्। 4. पाप र दुश्मनी फैलाउने। दुष्ट आत्माले मानिसहरूलाई आपसमा द्वन्द्व र घृणा फैलाउनको लागि प्रलोभन दिने सक्छ। मानिस बीच लडाईँ झगडा फैलाएर अशान्ति मचाउन दुष्ट आत्माले भूमिका निभाउने गर्छ। घर परिवारमा कलह त्यसकै कारणले उत्पन्न हुन्छ। 5. धार्मिक शक्तिबाट बच्ने उपाय। प्राय दुष्ट आत्मा आफूलाई धार्मिक शक्तिबाट बचाउन खोज्छ। यसको लागि उसले धार्मिक कुराहरूको विरुद्ध अफवाह फैलाउने काम पनि गर्छ। सत्य कुरा त्यसलाई मन पर्दैन। सही धर्मले सत्य सिकाउँछ। यही कारण त्यसले मान्छेलाई धर्मको विषयमा सदा भ्रमित पारिराख्न चाहन्छ। यी यस्ता रणनीतिहरू दुष्ट आत्माले अपनाउन सक्छ। भूत प्रेत र दुष्ट आत्माका बारेमा विभिन्न धार्मिक विश्वास अनुसार फरक फरक घटनाहरू उल्लेख गरेको पाइन्छ। बाइबलमा दुष्ट आत्मा र शैतानका रणनीतिहरूको बारेमा धेरै महत्त्वपूर्ण घटनाहरू छन्। यी रणनीतिहरू प्राय शैतानका चालहरूको रूपमा वर्णित छन् जसको उद्देश्य मानिसलाई परमेश्वरबाट टाढा लैजानु र पापमा डुबाउनु हो। बाइबलमा वर्णित घटनाक्रमहरूले शैतानको अर्थात् दुष्ट आत्माको रणनीतिलाई हामी यसरी बुझ्न सक्छौँ। 1. प्रलोभन र भ्रम। शैतानले आदम र हव्वालाई झुक्क्याउनको लागि परमेश्वरको आज्ञा तोड्न प्रलोभन दियो। यो कुरो हामी उत्पत्तिको 3 अध्यायको 1 देखि 6 सम्मको पदमा पाउँदछौँ। शैतानको उद्देश्य मानिसलाई परमेश्वरको इच्छा विरुद्धमा मार्गदर्शन गर्नु हो ताकि ऊ परमेश्वरदेखि टाढा भइरहोस् र टाढिरहोस्। 2. भ्रमको खेती। शैतान भ्रम फैलाउन खप्पिस हुन्छ। यसैले उसले सधैँ भ्रम र सन्देह उत्पन्न गर्ने कोसिस गर्छ ताकि मानिसहरूले परमेश्वरको सत्यलाई बुझ्न नसकोस् र पापको दहमा चुर्लुम्म डुबोस्। 3. सन्देह र अनास्था फैलाउने। शैतानले मानिसलाई परमेश्वरको शब्द र वचनमा सन्देह ल्याउन चाहन्छ। जस्तै बाइबलमा लेखिएको कुरा असत्य हो भनेर भित्रभित्रै सल्लाह दिने काम पनि गर्छ त्यसले। यस्तो गर्दा मानिसलाई परमेश्वरको विश्वासबाट दूर राख्न सक्षम हुन्छ। 4. पापको लागि प्रलोभन। येशूले 40 दिन उपवास बस्नुहुँदा शैतानले उहाँलाई विभिन्न प्रलोभन देखाए। यो कुरा हामी मत्तीको 4 अध्यायको 1 देखि 11 को पदमा पाउँदछौँ। येशूले शैतानको प्रलोभनलाई परमेश्वरको वचन मुताबिक जवाफ दिनु भएर त्यसलाई खेदाइदिनु भयो। शैतान मानिसलाई पाप र अधर्मको बाटोमा डोर्याउन चाहन्छ। त्यसैले शैतानलाई बाइबलले पापको पिता भन्दछ, जुन कुरा यूहन्ना पुस्तकको 8 अध्यायको 44 पदमा हामी पढ्न सक्छौँ। 5. मनोबल कमजोर बनाउने। शैतानले मानिसको मनोबल र इरादामा अस्थिरता ल्याउन कोसिस गर्छ, जसले गर्दा मानिसलाई परमेश्वरको उद्देश्य र मार्गदर्शनमा विश्वास गर्न गाह्रो हुन्छ। जस्तो कि पत्रुसको विश्वासको कमजोर क्षणमा शैतानले उहाँलाई प्रभु येशूको काममा विघ्न पुर्याउन उत्प्रेरित गर्न चाहन्थ्यो। यो कुरो हामी मत्ती पुस्तकको 16 अध्यायको 23 पदमा पाउँदछौँ। अब प्रश्न उठ्छ कि परमेश्वरको सहायता कसरी प्राप्त गर्ने? बाइबलले सँगै उभिएर
शैतानको रणनीतिको सामना गर्नको लागि सशक्त विश्वास र प्रार्थना गर्ने कुरा पनि सल्लाह दिन्छ। हामी यो कुरो एफिसी पुस्तकको 6 अध्यायको 10 देखि 18 को पदमा हामी पाउँदछौँ। परमेश्वरले मान्छेलाई उहाँको नजिक कसरी आउने भनेर अनि शैतानको प्रहारबाट कसरी बच्ने र शैतानको प्रहारबाट आफूलाई कसरी रक्षा गर्ने भनेर यो पदहरूमा राम्रोसँग सिकाएको छ। निश्चय नै हामी परमेश्वरको जब नजिक जान्छौँ, जब परमेश्वरको हामी घेरामा बस्दछौँ, परमेश्वरको सुरक्षा घेराभित्र हामी जब हुन्छौँ, तब शैतानले हामीलाई छुन सक्दैन, हामीलाई चलाउन सक्दैन, उसले आफ्नो रणनीति हामीमाथि लागू गर्न सक्दैन। यदि हामीमध्ये कोही कसैले आजसम्म पनि येशू ख्रीष्टलाई आफ्नो परमेश्वर र मुक्तिदाता भनेर ग्रहण गरेका छैनौँ भने आजै ग्रहण गरौँ, किनकि येशू ख्रीष्ट बाहेक हामीलाई शैतानको पन्जाबाट छुटाउने अरू कोही पनि हुनुहुन्न। यसैले यदि तपाईँ येशू ख्रीष्टलाई परमेश्वर र मुक्तिदाता भनेर ग्रहण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क राख्नुहोस्, हामी तपाईँलाई यथेष्ट सहयोग गर्नेछौँ। हवस् त आजलाई बिदा दिनुहोस्। आजलाई गाब्रिएल एनके श्रेष्ठ बिदा चाहन्छ। फेरि अर्को सन्दर्भमा नयाँ भिडियो लिएर यहाँहरू समक्ष उपस्थित हुनेछौँ। त्यस बेलासम्मको लागि बिदा दिनुहोस्। धन्यवाद। हाम्रो क्राइस्ट टिभी।